कता रे दाइ हामी सिद्धेश्वर मन्दिर जाँदैछौँ। बाटो एकदम छिटो छ। अहिले हामी चाहिँ पुग्न थाल्यौँ बाटो चाहिँ एकदम अफ रोड राम्रो जस्तो छ। त्यही आएर म बाटो हेरौँ ल बाटो दाजु र भाइ कन्याश्रमसम्मको यात्रा हामी चाहिँ अब पुग्न लाग्यो। पुग्न लाग्यो। यो चाहिँ ललितपुर जिल्लाको सिद्धेश्वर गाउँपालिका वडा नम्बर 2 सिद्धेश्वर मन्दिर जाँदैछौँ। एकदम पहाड अनि रुख बुट्टा यहाँको जडीबुटी सबै एकदम राम्रो छ। गाउँ पनि राम्रो छ, यहाँको समुदाय राम्रो छ। तामाङ बस्ती छ सबभन्दा धेरै। सबैजना घुम्न आउँछ होला। हामी अब पुग्न लाग्यो। गोरु यसरी कुकुर जाँदा जुगा लाग्छ, खरी जुगा। हामी चाहिँ यो कुञ्जेसोङ गाउँपालिका वडा नम्बर 5 मा रहेको यो मन्दिरको गुम्बामा आइपुगेका छौँ। यो ललितपुर जिल्लाको कुञ्जेसोङ गाउँपालिकामा पर्छ। ल हेर्नु गुम्बा हो क्या बबाल छ यार। ल मेरो भाइले चाहिँ यस्तो घुमाएको छ पुरा यो लामाको यो चाहिँ सिँढी हो। सिँढी 4000 सिँढी छ र यहाँबाट चाहिँ तल भारदेउ भन्ने गाउँमा पुगिन्छ। हामी चाहिँ अहिले सिद्धेश्वर मन्दिर पुगेर फर्किने हो। वहाँ गएर घुम्यो ओऱ्यो एकदम राम्रो रहेछ। हामी चाहिँ फर्किँदाखेरिको यो भिडियो डाँडाको बाबा हेर्नु कस्तो डाँडाकाँडा देखिन्छ यो। हामी यतातिर छौँ। बाटो चाहिँ अपलोड छ पनि आउनु होला। एकदम मोबाइल यहाँ हिँड्नु पर्छ अरे। एकदम हामी धेरै हाइटमा छौँ। हामी यो अहिले हाम्रो गन्तव्य डेस्टिनेसन पुगेर फर्किदियो हामी पुग्नेछौँ। एकदमै राम्रो रोमाञ्चक स्थल रहेछ। पर्यटकहरू पनि आउनुहुँदैछ। त्यस्तो डाँडाकाँडा छ। यहाँको जडीबुटी यहाँको हावापानीले गर्दाखेरि एकदम राम्रो छ।